नमस्कार साथीहरू, यो कथा हो त्यो शक्तिको जसले सहर उज्यालो बनाउन सक्छ र सहरलाई मसानघाटमा बदल्न पनि। त्यो अपार शक्ति सायद हाम्रै पैताला मुनि, हाम्रै भूमिमा लुकेको छ। त्यसको नाम हो युरेनियम। खजाना हो कि अभिशाप, आज हामी यसैका बारेमा बुझ्नेछौँ। करिब 4.5 अरब वर्ष अघि जब यो पृथ्वीमा उत्पत्ति भयो, त्यही पृथ्वीको उत्पत्तिसँगै एउटा तत्त्व जन्मियो, युरेनियम। यो धातु केवल हेभी मेटल मात्र होइन, यो ऊर्जाको महासागर हो। यसले निरन्तर विकिरण फ्याँकिरहन्छ। यसको प्रयोग संसारलाई उज्यालो पार्ने परमाणु ऊर्जामा, भविष्यको न्युक्लियर टेक्नोलोजीमा र विनाशकारी आणविक अस्त्र निर्माणमा। तर युरेनियम एक्लो छैन। यससँगै दुईटा शब्दहरू विश्व राजनीतिमा जोडिएर आउँछ। त्यो हुन् रेयर अर्थ एलिमेन्ट र क्रिटिकल मिनरल्स। रेयर अर्थ एलिमेन्ट जसमा 17वटा विशिष्ट तत्त्व, जुन आजको आधुनिक प्रविधिको मेरुदण्ड हो। क्रिटिकल मिनरल्स ती हुन् आर्थिक र राष्ट्रिय सुरक्षामा अत्यन्त ठूलो भूमिकामा हुन्छ तिनको, तर आपूर्ति जोखिम भने हुन्छ। बुझ्नुपर्ने कुरो के छ भने सबै रेयर अर्थ मिनरल्स क्रिटिकल मिनरल्स हुन्, तर सबै क्रिटिकल मिनरल्स रेयर अर्थ होइनन्। सन् 1789 मा एउटा जर्मन वैज्ञानिकले पिच ब्लेन्ड भनिने कालो खनिजभित्र एउटा तत्त्व देखे। उनले त्यसलाई भर्खरै पत्ता लागेको युरेनस ग्रहको सम्मानमा नाम दिए युरेनियम। यो युरेनियम सुरुमा रङ लगाउन र ग्यासको ल्याम्पमा मात्र प्रयोग हुन्थ्यो, तर दोस्रो विश्वयुद्धको विस्फोटसँगै संसारले यसको वास्तविक र डरलाग्दो रूप देख्यो। 1960 देखि 1990 को दशकमा आउँदा यो टेलिभिजन, कम्प्युटर, सेमिकन्डक्टरको अभिन्न अङ्ग बन्यो र आज 21औं शताब्दीमा यो तपाईका हातमा भएको स्मार्टफोन, घुडिरहेको विद्युतीय गाडी र भोलिको ग्रीन इनर्जीमा यो तत्त्व बिना कल्पना गर्न सकिँदैन। अबको मुख्य प्रश्न, के नेपालमा पनि युरेनियम छ? जवाफ हो, छ। तर कति छ? कस्तो गुणस्तरको छ? के यो निकाल्न मिल्ने अवस्थामा छ? यसको जवाफ अझै कुहिरोभित्र छ। अध्ययनहरूले मुस्ताङको लोमन्थाङ, मकवानपुरको तीनबङ्गाले, बैतडीको गोराङ र शिवपुरी क्षेत्रमा युरेनियमको कडा संकेत देखाएका छन्। सामाजिक सञ्जालमा सुनिने नेपालमा यति टन छ भन्ने दावीहरू अहिलेसम्म प्रमाणित भएका छैनन्। नेपालसँग यसको वास्तविक परिणाम नाप्ने न प्रविधि छ, न त आधिकारिक प्रयोगशाला नै। अहिलेको सत्य यति हो, सम्भावना प्रचुर छ, तर भण्डारण प्रमाणित हुन बाँकी छ। युरेनियम निकाल्नु भनेको बालुवा चाल्नु जस्तो सजिलो छैन। यसका लागि चाहिन्छ अर्बौं लगानी, उच्च प्रविधि र कठोर सुरक्षा। यदि नेपालले यो आफै गर्न सकेन भने विदेशीसँग शक्तिसँग गुहार्नुपर्ने हुन्छ। तर यहाँनिर छ जियोपोलिटिकल गेम। हामीले कसलाई रोज्ने? चीन, अमेरिका कि भारत? कुनै एउटा शक्तिलाई अनुमति दिनु भनेको अर्को शक्तिको आँखामा कसिङ्गर बन्नु हो। अझ डरलाग्दो पक्ष त यसको उत्खननले निम्त्याउने रेडियो एक्टिभिटी। यदि सानो गल्ती भयो भने
हाम्रो हिमाल, पानी र माटो दशकौंसम्म विषालु बन्न सक्छ। अफ्रिकाको कङ्गोलाई हेरौं, प्रकृतिको सबभन्दा धनी उपहार कोबाल्ट र हीरा त्यही छ, तर त्यही खनिज आज कङ्गोको लागि श्राप बनेको छ। विश्व शक्तिहरूले त्यहाँ प्रक्सी वार चलाइरहेका छन्, जहाँ जनता गरिब र हिंसामा पिल्सिएका छन्। अनि अर्को सोभियत संघ, सन् 1986 को चर्निबिल घटना, एउटा सानो प्राविधिक त्रुटि र एउटा सिङ्गो सहर रातारात भूत प्रेतको सहरमा बदलियो। के नेपाल यति ठूलो रणनीतिक र वातावरणीय जोखिम मोल्न तयार छ? आज विश्वमा सप्लाई चेनको युद्ध चलिरहेको छ। एकातिर अमेरिका र युरोपको गठबन्धन छ, अर्कातिर चीनको एकाधिकार। नेपालको युरेनियममा उनीहरूको चासो केवल व्यापार होइन, रणनीतिक नियन्त्रण हो। ढिलो चाँडो यो विश्वव्यापी शीत युद्धको लहर हाम्रो नेपालसम्म ठोकिन आइपुग्नेछ। अब अन्तिम प्रश्न तपाईहरुका लागि, नेपालले के गर्ने? के हामीले हतारमा उत्खनन गरेर पैसा कमाउने बाटो रोज्ने, वा यसलाई सुरक्षित राखेर पहिले आफ्नो क्षमता बढाउने? यो केवल एउटा ढुङ्गा वा धातुको प्रश्न होइन, यो हाम्रो अस्तित्व र सार्वभौमिकताको प्रश्न हो। कहिलेकाहीँ जमिन मुनि लुकेको धन नै विनाशको कारण बन्न सक्छ। नेपालले निर्णय गर्दा पैसालाई मात्र होइन, राष्ट्रिय स्वाभिमान र भावी पुस्ताको सुरक्षालाई केन्द्रमा राख्नुपर्छ। नत्र धनी भन्ने सपना देख्दा देख्दै हामी अर्को रण मैदान नमनाउला भन्न सकिन्न। प्राकृतिक स्रोत अवसर त हो, तर सही नेतृत्व नहुँदा यो एक अदृश्य पासो हुन सक्छ। हस्, धन्यवाद।